सरकारी काममा भ्रष्टाचार गरेको अथवा कुनै पनि नराम्रो काम गर्यो भने त्यस्तो व्यक्तिलाई मङ्गलको पालामा चाहिँ मङ्गल ग्रहको पालामा चाहिँ साह्रै ठुलो गाह्रो हुन्छ। त्यति मात्रै हैन, कहिलेकाहीँ चोटपटक दुर्घटना पनि पर्छ मङ्गलको पालामा। मङ्गलको दशा चलिरहेको छ भने अस्त्र शस्त्रले चोटपटक लाग्छ, राजाबाट पीडा हुन्छ अथवा राज्यबाट उसलाई पीडा हुन्छ। त्यही बेलामा घरमा चोर पनि पस्छ। अग्निको भय हुन्छ, कसैको फ्याक्ट्रीमा आगो लाग्छ, रोगको पीडा हुन्छ, रोग लाग्छ, त्यही बेला अस्पताल जानुपर्छ। धनको हानि हुन्छ, कार्यनाश हुन्छ अनि व्यक्तिलाई दीनता हुन्छ भनेछ, मतलब दुखी हुन्छ। भौमदशा फलममा के भनेको छ भन्दाखेरि यही कुराहरू वर्णन गरिएको छ। शस्त्राभिधातु निपतेश्च पीडा चोराग्निरोगाश्च धनस्य हानिः कार्याभिघातश्च नरस्य दैन्यम् भवेद्दशायां धरणीसुतस्य भनेर भनिएको छ।